नेपाल सरकारले कुनै कागजमा हस्ताक्षर गरेर हामी यो कुरा पूरा गर्नेछौँ भनेर भन्छ भने तपाईँ पत्याउनुहुन्छ कि हुँदैन? कुर्सीमा बस्नेहरू जो भए पनि सरकार भनेको देशको अभिभावक हो। त्यसैले सरकारले भनेको कुरा पत्याउनै पर्छ। जसरी अहिले काठमाडौँमा आन्दोलन गरिरहेका सामुदायिक स्कुलका हजारौं शिक्षक र कर्मचारीहरूले पनि धेरै पटक यसरी नै सरकारको कुरा पत्याएका थिए। तर उनीहरूको जे माग पूरा गर्छौँ भनेर सरकारले यसभन्दा अगाडि आन्दोलन रोक्नको लागि सहमति पत्रमा हस्ताक्षर गरेको थियो, ती मागहरू पूरा गरेको छैन। त्यसैले फेरि अहिले उनीहरूले देशभरका सामुदायिक विद्यालयहरूमा शैक्षिक हडताल गरेर काठमाडौँमा शिक्षक आन्दोलन सुरु गरेका छन्। हो, म त्यही शिक्षक आन्दोलनको कुरा गरिरहेको छु, जसलाई बालेनदेखि विभिन्न मिडियाहरूसम्मले पनि एकदमै सभ्य र शान्तिपूर्ण आन्दोलन भनेर भन्दैछन्। सरकारमा भएकादेखि विपक्षमा भएका प्राय दल र नेताहरूले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाइसकेका छन्।